सोनिगले मंगलबार निसे संपदा बस संचालन होगुदु विश्व संपदा यथलखेतया तगु सोनिगा दुनिया संपदा तक संपदा घुम्ती बस सेवाई रूपे मंगलबार निसे हाफ अन हाफ अफ बस संचालन वगुखा यलाय पुल्चोगे जुगु च्याजुले संस्कृति पर्यटन लिसे नागरिक उड्डयन मन्त्री सुदन किराती सम्पदा बस्या उलेचा याना दिगुखा नेपाल पर्यटन बोर्ड व्यवस्थापन निगम विद्युतीय बस मार्फत सोनिगै सम्पदा केनिगुरा च्याजुले जानकारी बिगुखा हामीले यसलाई सञ्चालन गर्ने भनेर धेरै अगाडिदेखि लाग्यौं अन्तिम घडीमा पुगेर हामीले भाडा समायोजन अझै पनि गर्न सकेका छैनौं हाम्रो आवश्यकता र चेतना चाहिँ अगाडि गएछ हाम्रो ऐन कानुन चाहिँ धेरै पछि रहेछ यति धेरै पापड पेल्नु पर्यो यति काम गर्नुको निम्ति अहिले पनि भाडा निर्धारण भएको छैन एक हप्ता हामी निशुल्क नै ट्रायल गरौँ अब नफर्कियौं भनेर हामी अघि बढेको हो अब सबै कुरा निर्धारण गरेर अगाडि बढिसकेपछि भाडा निर्धारण गर्ने अहिले प्रदेशले रहेछ यातायातले प्रदेशको त्यो ऐन कानुनमा यस्तो बसको ऐन कानुनै रहेनछ भाडा निर्धारण गर्ने समय नै रहेनछ भाडा निर्धारण गर्दाखेरि फेरि सुदन किरातीले पनि ठगी गर्दैछ भन्ने समाचार छापिन्छ भनेर बरु निशुल्कै यो ट्रायल गर्ने भनेर आज उद्घाटन गर्न गइराखिएको छ सबैले आफ्नो क्षेत्रबाट यसको प्रचार यसको प्रवर्धन र विकासको निम्ति लागौं भन्ने कुरा भइसकेको छ धेरै कुरा छैन दुई तीनवटा स छ मेरो शहरको सम्पदा क्षेत्रमा सधैँ सफा राखेर यो साझाले बस कुदाइदिनु यसलाई चाहिँ साँच्चै नै हाम्रो पाहुनाहरू आउँदाखेरि उनीहरूलाई आनन्द महसुस पनि होस् सबैलाई त्यस्तो किसिमको झन्झटिलो कामहरू नहोस् व्यवहारहरू नहोस् र आजदेखि यो ट्रायलको रूपमा उद्घाटन हुँदैछ यसलाई नरोकी सधैँ अझै थपेर जाने कुरामा मेयर साहबको पनि प्रतिबद्धता छ हामी सबैको प्रतिबद्धता छ कुनै पनि गाडी किन्दाखेरि त्यो चाहिँ इभेहिकलै हुनेछ हामीले घोषणा गरिसकेका छौँ र सोही बमोजिम मेरो गाडी पनि इभेहिकलै छ र यो सन्दर्भमा चाहिँ हामीले साझासँग पनि सहकारी गरिरहेका छौँ हालसालै मात्रै हामीले साझालाई चाहिँ लगभग हामीले यी भेहिकल्सको व्यवस्थापनको निमित्त हामीले 9 करोड रुपियाँ दिइसकेका छौँ यसबाट चाहिँ हामीले यो ललितपुर महानगरको भित्री सहरमा हामीले चाहिँ सटल बस चलाउने यी सटल बस चलाउनुको निमित्त त्यो पैसामा हामी सबै त्यो गर्ने गइरहेका छौँ र यो पनि छिटोभन्दा छिटो यो कार्यान्वयन हुन्छ भन्ने चाहिँ हाम्रो धारणा रहेको छ र मलाई जहाँसम्म लाग्छ यो अहिलेको अफ भनेको जुन एउटा सबै सहरमा हुने सिस्टम हो यसमा चाहिँ हाम्रो माननीय मन्त्रीज्यूको यसमा धेरै उहाँको चाहिँ पहल कदमी छ यसको निमित्त उहाँलाई ललितपुर महानगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद र यो हबलाई चाहिँ अहिले अति राम्रोसँग चलाउने महानगरपालिका ललितपुर महानगरपालिकाले के सहयोग गर्नुपर्छ यहाँले भन्नुहोस् हामीले बस चलाउनु त सजिलो छ तर यसलाई चार्ज गरेर यसलाई पनि खाना दिनुपर्छ र दिनभरि यो चलाएर आएपछि रातभरि यसलाई चार्ज गर्नुपर्छ र चार्जिङ स्टेसनको हाम्रो अभाव छ त्यो कुरो मैले किन भनिरहेको छु भने तपाईँहरू सबैको अघितिर र मन्त्रीज्यू विशेष गरी उहाँलाई सँगसँगै हिँड्न यो प्रोजेक्ट उहाँले चाहिँ नि सम्पदा को लागि चाहिँ घुमाउनुपर्छ यस्तो बस चाहिन्छ हप भने संसारमा सभ्य सहरहरूमा जहाँ पनि छ त्यसैले उहाँले पनि काठमाडौँलाई एउटा चाहिँ नि हाम्रो उपत्यकालाई एउटा सभ्य ठाउँको रूपमा विकसित गर्न खोज्नुभयो त्यसको लागि हामी लागि परेका छौँ हामीले अहिले जति सक्छौँ हामीले बस प्रोभाइड गरेका छौँ यति बसले पुग्दैन त्यो पनि हामीलाई थाहा छ र यो चाहिँ नि परीक्षण कालमा छ यो परीक्षण सफल हुनुपर्छ त्यो पनि हाम्रो प्रयास हो र मैले धेरै बोल्नुभन्दा पनि ललितपुर महानगरपालिकाले हामीले निश्चित रूपमा सहयोग पाइराखेका छौँ तर चार्जिङ स्टेसनको लागि स्पेसको लागि हामीले सरकारलाई ट्रली बस भनेको त्यतिखेरै चाहिँ नि बिजुली बस हो त्यसैको विकसित रूप चाहिँ नि यो दुईटा चाहिँ नि अहिले आएको बसहरू भनेदेखि हामीहरूले त्यहाँ स्पेस किन नपाउने भन्ने हाम्रो चाहिँ नि अनुरोध पनि हो डिमान्ड पनि हो र मन्त्रीज्यूलाई के भने यो भएपछि तपाईँको सहर सम्पदामा मात्रै होइन
अरू जनताले पनि सुख पाउँछन् र एउटा क्लिन सिटी पनि बन्न सक्छ। थुगु बस पाखे ये लागु लागा नारायण टी दरबार संग्रहालय पशुपति देग बौद्ध स्वयंभूतका प्रारम्भिक चरणे घुम्ती सेवा सञ्चालन जुई सोनिगाई सम्पदा केनेको उद्देश्य नाप सम्पदा बस सेवा सञ्चालने हगु ख